दुनियाँदारी संसार सबै आउँछ एउटा कर्पूर गर्न आउँदै चाहेदेखि अर्काको विषयमा हामीलाई कति धेरै थाहा छ छिमेकीको कुरो कति धेरै थाहा छ आफ्नो इष्टमित्र बन्धु बान्धवको कुरा कति धेरैको थाहा छ हामीलाई कति कण्ठ गरेका छौँ त्यतिको ठाउँमा एउटा यसो कर्पूर गौरव तारक इमानी पुष्पानी 2-4 वर्षको कण्ठ गरेदेखि हाम्रो बहिनी आमालाई हाम्रो सानी आमालाई त सबै मन्त्र आउँछ भाइ भन्छौँ नि हामी काठमाडौँ गएर कृष्ण कन्हैयाला अब यति सिक्नु पर्यो कसरी सिक्ने हो काठमाडौँमा गोठाटारमा हामी आश्रम बनाउँदैछौँ त्यहाँ खान पनि पाइने भनेर हाम्रो बुवा हुनुहुन्छ त्यहाँको मुख्य नायक हामीले त्यहाँ कस्तो व्यवस्था गर्न लागेको छ भने जो जहिले आए पनि खान पाउँछ इन्डियाबाट आउँ लखनपुर स्टेबाट आउँ जहाँबाट आउँ जहिले आयो भने हामी अल्छी नगरिकन खुवाउने भनेको छ त्यहाँबाट त्यस्तो आश्रम हामीले बनाउँदैछौँ एउटा सानो वृन्दावन गोठाटारमा त्यहाँ हाम्रो सहयोग गरे त्यहाँ लागमिली गरे धेरै मान्छेहरू यहाँ आइरहनु भएको छ जुटिरहनु भएको छ अनि त्यो चाहिँ एउटा कमसेकम गौरव हुन्छ नि त्यस्तो त्यो अतिथि सत्कार हाम्रो घरमा पहिला अलिक पहिला मैले देखेसम्म के म अहिले अस्ति चाहिँ एकचोटि हजुरको वृन्दावनको ठाउँ घुम्न भनेर गएँ त्यहाँतिर प्रायःको घरमा अतिथि देवो भव लेखा हुन्छ होटेलमा पनि अतिथि देवो भव भनेर लेखा हुन्छ धेरै जस्तो त्यो अहिले त्यहाँको होटेलहरूमा गएर खान अतिथि देवो भव लेखा हुन्छ हाम्रो काठमाडौँतिर त अहिले गेटमा कुकुरदेखि सावधान लेखा हुन्छ भन्नु छक्कै पर्न थालिसक्यो कुकुरदेखि सावधान कुकुरदेखि होसियार सावधान लेखा हुन्छ कुकुरको यहाँ पहिला मुखाले हुन्छ मानव त्यो घरमा कोही मान्छे छैन सब कुकुरै मतलब त्यसले अतिथि देवो भव लेख्ने गेटमा त गेटमा लेख्ने त्यस्तो हो त्यस कारणले अब म अस्ति इन्डियामा एउटा गाडी चढ्नु पर्ने प्रसङ्ग आयो त्यो गाडीमा एउटा टिकटमा माथि के लेखेको छ भने त्यो गाडीमा त्यो टिकटको मास्तिर पति के पन्थानः सुहा सन्ति त्यो सुवाहा पन्थानः सन्ति भनेको तपाईँको यात्रा सफल रहोस् भनेको संस्कृतिमा त्यो टिकटको माथि इन्डियनहरू कति जोड गरिरहेका छन् अहिले संस्कृतिलाई बचाउन अमेरिकनहरूलाई ल्याएर घोडा देखाइरहेका छन् सारा विश्वभरिका मान्छेलाई ल्याएर घोडा देखाइरहेका छन् अरू कुराले होइन मेडिटेसन गर्ने ध्यान गराउने योग सिकाउने हरिनाम हरे कृष्ण जपाउने त्यहाँ संस्कृतिको कारणले नै उनीहरूले विश्वलाई पुरै त्यहाँ आकर्षित गरिरहेका छन् हाम्रो देश त साक्षात् स्वर्ग हो तर के गर्नु यहाँ अलिकति एउटा धार्मिक आध्यात्मिक रहस्यलाई बुझेको एउटा राजनीतिक नेतृत्वको कमी भएको हो अरू केही कमी भएको होइन हाम्रो देशमा त्यो चाहिँ कमी भएकै हो त्यो पेट पढेको अलिकति हाम्रो माटो सुँगेको यो माटोको सुगन्धलाई चाहिँ मजाले ग्रहण गरेको यहाँको रुख बिरुवा बुझेको यो धरती बुझेको त्यो बुझ्नलाई संस्कृत नपढी हुँदैन यो कुरो ध्रुव सत्य यो नबुझिकन देश चिनिँदैन देशभक्ति जाग्दैन देशभक्ति जगाउनका लागि संस्कृत विषय एउटा न एउटा अनिवार्य गर्न जरुरी छ हाम्रा सन्ततिहरूलाई अलिकति भए पनि मातृदेवो भव पितृदेवो भव आचार्य देवो भव अतिथि देवो भव अब मेरो माता भनेकै भगवान् हुन् मेरो पिता भनेकै भगवान् हुन् भने यो शिक्षा दिँदाखेरि हाम्रो छोराछोरी कमसेकम केही न केही हेर्न लाग्छ भन्छ विश्वको जुन कुनामा गए पनि उसले प्रचार गर्छ विश्वको जुन कुनामा गए पनि मेरो आमा बिरामी भएको छ मेरो आमा शास्त्र भगवान् हुन् म जानुपर्छ भनेर ऊ कुदेर टिकट काटेर आउँछ राम्रो गतिले शिक्षा नपाएको मान्छे त त्यो विदेशको अहिले को जस्तो संस्कृति चाहिँ अवलम्बन गरेका मान्छे बा आमालाई भगवान् भनेर ऊ गर्न आयो भनेर कुदेर आउँछ आउँदै त्यसैले यो कुरो सिकाउन जरुरी छ यो कुरो सिकाउनलाई संस्कृत नपढाइ हुँदैन अलिकति भए पनि पढाउनुपर्छ हाम्रो विधवासँग मैले अस्ति अलिकति कुरो गरेँ विधवा लौ के गर्ने एउटा यस्तो संस्कृत पढाउन सकिँदैन हाम्रो कालिका माईमा देवीको नामबाट स्कुल छ के सकिन्छ भने प्रयास गरौँ न भनेको फेरि बाबु अब म प्रयास त गर्छु भन्नुभयो प्रयास छ कि के छ भने अब कृष्णचन्द्र भगवानको अब यो नैतिक संस्कृतभित्र नैतिकता छ अरू कुरा के संस्कृतले एक नम्बरमा मान्छे बनाऊ भन्छ पहिला मान्छे बना इन्जिनियर बन्ने होइन डक्टर बन्ने होइन पाइलट बन्ने होइन अरू चाहिँ पण्डित बन्ने होइन पहिला मान्छे बनाऊ मान्छे नबनेपछि अरू बनेको अर्थ फेरि मान्छे त बन्नु पर्यो मान्छे बना पहिला मानव बन्न सिकाउँछ संस्कृतले त्यो मानवता सिकाउँछ यो बाबुले मात्रै पढ्नुपर्छ भन्ने पनि होइन खैरेहरू पढिरहेका छन् वाल्मिकी आमा सारा कति खैरेहरू इगो एनर्जी भनेर पढिरहेको थियो कतिले पढिरहेको छ मस्त संस्कृत पढिरहेको छ यो एउटा जातिको मात्रै भाषा पनि होइन तर नेपालमा अलिकति सङ्कुचित बनाइयो र यो बाहुनले यसो
चाहिँ कर्मकाण्ड श्राद्ध गर्ने पूजा सुजा लाउने इष्टको शिष्टको लाउने मात्रै पढ्ने हो भन्ने जस्तो बनाइएको छ। त्यस्तो यस्तो व्यापक कुरा हो। यहाँभित्र ज्ञान विज्ञान दर्शन अध्यात्म राजनीति युद्ध कला कौशल सबै कुरा छ यहाँभित्र। अब के युद्ध छैन कि कला छैन कि राजनीति महाभारत पढ्ने मान्छेले गर्छ खास राजनीति। श्रीकृष्ण भगवानभन्दा ठुलो कूटनीति यो दुनियाँमा कोही छैन। हनुमानजी भन्दा ठुलो कूटनीति कोही पनि छैन। हनुमानजी त्यस्तो कूटनीतिक पात्र चरित्र। हनुमानजीको कथा सुन्नुभयो भने हनुमानजी जस्तो कूटनीतिक राजनीतिक चरित्र भएको पात्र दुनियाँमा कोही भेट्न सकिँदैन। हनुमानजीको अनुहार कस्तो छ हेर्नु, अनुहार चाहिँ त्यो बाहिरी रूप बोक्रो हेर्ने हाम्रो परम्परै होइन। बोक्रो जस्तो सुकै होस्, कालो होस् कि नेप्टे होस् कि चेप्टे होस् कि डल्ले होस् कि पुड्के होस् कि अग्ले होस् कि होचे होस् कि उसको गुण कस्तो छ। मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। दिलले हुन्छ, कर्मले मान्छे ठुलो हुने हो। म ब्राह्मण कुलमा जाने भनेर टिको लाउँदैन ठुलो हुँदैन। ठुलो आशा लिएर बसेर त इजी ठुलो मान्छे भन्ने नि हुँदैन। ठुलो आशामा बसेर ठुलो भइ नै होइन। ठुलो मान्छे हुनलाई त उदार चरित्र, निर्मल चरित्र, चित्र होइन। हाम्रो ऋषिहरूले हामीलाई चित्र सजाउन धेरै जोड गरेन, चरित्र सजाउन जोड गरे। चरित्र, चित्र सजाउने होइन, चरित्र सजाउने। अब अहिलेको शिक्षा अहिलेको प्रणाली कतातिर छ भन्दा चरित्र सजाउने कसरी हुन्छ। राम्रो राम्रो त्यो आइफोन भन्छ आजकल, आइफोन अस्ट्रेलियाबाट मगाउने, कोरियाबाट मगाउने, सेल्फी खिच्ने, उज्यालो फोटो हाल्ने, त्यो चरित्र सजाउने हो। त्यो चित्र छ। चित्रले भगवान खुसी हुँदैन, चरित्रले भगवान खुसी हुन्छन्। चित्र सजाउने है, चरित्र। हाम्रो चरित्र सजाउने परम्परा हो। चरित्र निर्मल पवित्र। आहा कस्तो छ चरित्र, कस्तो छ। हनुमानजीलाई दुनियाँले पूजा गर्छन्, अनुहार हेरेर पूजा गर्ने भए हनुमानजी पूजा गर्न लागेका छन् त। यत्रो चिउँडो छ यहाँभरि, नाक त्यस्तै खालको छ हनुमानजीलाई। अब हामीले मैले फोटो कत्रो खर्च गरेर ल्याएर हनुमानजीको चाहिँ फोटो राखेको छु। किन भन्दा त्यो हनुमानजीको चरित्र लिन लागेको छ। हनुमानजीको जीवनको त्यो चाहिँ उहाँको जो जीवन छ त्यो चाहिँ ग्रहण गर्न योग्य छ। त्यो मार्गदर्शन, त्यो प्रेरणा लिन योग्य छ। त्यसैले मनुष्यले चित्रको पछाडि नलाग्ने, चरित्रको पछाडि लाग्ने। चरित्र शुद्ध हुँदाखेरि भगवान खुसी हुन्छन्, संसार खुसी। चरित्र शुद्ध बनाएको मान्छेलाई संसारले पूजा गर्छ। आहा यो त जे पाए त्यही खाँदैन, जो जेसुकै बोल्दैन, जोसुकैलाई गलत आँखाले हेर्दैन, कस्तो शुद्ध छ भन्ने बित्तिकै सबै घरमा बोलौँ टिको लाउँ माला लाउँ कुराउनी खान दिउँ दुध खान दिउँ मोही ल्याइदिउँ घिउ साग ल्याइदिउँ भएर हाम्रो त यहाँ भरि नै भइसक्यो। अस्ति रित्तै थियो, आज हेरेर त भर रहेछ। सागले काउलीले कहीँबाट पनेर आउँछ। चरित्र भयो भनेदेखि स्वर्गस्व मिल्छ। अब चरित्र भयो भने नि एउटा मान्छेले हजुर भागवत लाउँला यसो आउनुहोस् न है भन्दा एक वचन बोल्नु भन्ने हो। त्यस्तो मान्छेले बोलाएको छ जानै पर्छ। के गर्नु, साधारण मान्छेले बोलाएको चाहिँ आउँदैन। त्यो एउटा न केही गोइटी छ न गौरव छ न गरिमा छ, के जानु। अलिक गोइटी मान्छेले एक्चुअली त्यो वचनमै त्यस्तो शक्ति हुन्छ। हिच्याएर ल्याउँछ, 2 दिनको बाटो हिच्याएर ल्याउँछ, 3 दिनको बाटो हिच्याएर ल्याउँछ। चरित्रमा त्यस्तो दम, त्यस्तो तागत आउँछ। चरित्र नभएको मान्छे त त्यो हल्का बेलुन जस्तो हुन्छ। बेलुनलाई फु गर्दै भने उता जान्छ, फेरि उताबाट त फु अर्कोले गऱ्यो भने यता आउँछ, फेरि यहाँबाट फु गरेर उता जान्छ। त्यो बेलुन जस्तो कि हलुका जीवन। अनि पढ्ने उता फुके, उता जाने, उता फुके। बेलुन जस्तो हुनुमा अडी दखल। पर्वतलाई कसले हावा लगाएर पर्वतलाई दायाँ कसरी गराउन सक्छ? कसैले गर्न सक्दैन। पर्वत बन्नु पर्यो, पर्वत जमेर बस्ने। अस्ट्रेलिया गए पनि आफ्नो कर्म नछोड्ने, निधारमा टिको लाउन नछोड्ने, टुप्पी बाल्न नछोड्ने। यो टुप्पी भएको एन्टिना भगवानसँग सिधै कनेक्सन हुन्छ। भगवानसँग डाइरेक्ट परमात्मासँग यस्तो सम्बन्ध हुन्छ। टुप्पी बाल्न राज किन लाग्नु? टुप्पी हामी अलिक पालेर हिँडेर फेरि अहिलेसम्म कसैले छोरीदिनेले दिइहाले टुप्पी। मलाई एकजना गुरुले एकचोटि गराइदियो भने मलाई के भने गुरु बिहे गरेपछि यो टुप्पी चाहिँ नकाट्नुहोस् है भने। होइन बिहे गरेपछि टुप्पी काट्नु पर्दैन, कसैका श्रीमतीले त टुप्पी काट्दैन रहेछन् गुरु भने। टुप्पी काट्ने त ल्याइदिएन भने मैले। अब मिल्ने कुरो मिलिहाल्छ, आउने कुरो आइहाल्छ, केही क्षति भएको छैन। त्यस कारणले हामीले हाम्रो पनमा बाँच्यौँ भनेको हाम्रो गौरव र गरिमा हुन्छ। फ्यास्ल्याङ भएर
उसको जस्तो नि होइन, उसको जस्तो नि होइन, ऊ जस्तो नि होइन, ऊ जस्तो नि होइन। हाम्रो रूपमा हाम्रो कलर स्पष्ट कलर कहाँ देखिन्छ? हाम्रो स्पष्ट कलर देख्नुपर्छ, अनि बल्ल नेपाल देश रहन्छ। हामी नेपाली रहन्छौँ, नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे, नेपालै नरहे।